वचनको ज्योति च्यानल हेर्नुहुने सम्पूर्ण प्रभुका जनहरूलाई प्रभु यीशु ख्रीष्टको नाउँमा जय मसीह। आजको सुन्दर र शक्तिशाली समयको निम्ति हामी हाम्रो परमेश्वरलाई धन्यवाद दिन्छौँ र उहाँको उपस्थितिले तपाईँ र मेरो जीवन बदलिएको छ। हामी यो कुरालाई धन्यवाद सहित परमेश्वरको आदर र प्रशंसा गर्नलाई हामी तयार भएका छौँ। अनि मेरो प्रिय मित्र, तपाईँको जीवनमा भएका कष्टहरूबाट तपाईँले कसरी छुटकारा पाउन सक्नुहुन्छ? तपाईँको जीवनमा समस्या छ, तपाईँको जीवनमा चिन्ता छ, तपाईँको जीवनमा फिक्री छ, अनि सबै परिस्थितिबाट तपाईँ कसरी माथि उठ्ने? धेरै मानिसहरूको प्रश्न यही नै छ। तपाईँले येशूलाई विश्वास गर्नुभएको एउटा मुख्य कारण पनि यही नै हो। तपाईँको जीवनमा चिन्ता थियो, तपाईँ समस्यामा हुनुहुन्थ्यो, ऋणमा हुनुहुन्थ्यो, बिमारीमा हुनुहुन्थ्यो, दुर्बलतामा हुनुहुन्थ्यो, संसारले शत्रुले तपाईँलाई साह्रो विधि खेदो गरेको थियो। त्यसकारण तपाईँले अन्त कतै ठाउँ नपाएको कारण तपाईँ मण्डलीमा हुनुहुन्छ। म पनि त्यही नै हो मेरो प्रिय मित्र। जब तपाईँले अब यसमा कसरी विजय पाउने, तपाईँले के गर्दै गर्दा तपाईँ प्रभुको राज्यको निम्ति योग्य ठहरिनुहुन्छ, कसो गर्दै गर्दा तपाईँको जीवनमा भएका सबै समस्याहरूबाट तपाईँले विजय पाउनुहुन्छ, प्रभुको वचनलाई आजको दिनमा हामी हेर्नेछौँ मेरो प्रिय मित्र। बाइबलले हामीलाई सिकाउँदै गरेको छ, जब तपाईँ संसारका मानिसहरूसँग तपाईँले आफ्नो सम्बन्धहरूलाई मिलाउनुहुन्छ, स्वर्गसँग तपाईँको सम्बन्ध मिल्छ भनेर बाइबलले सिकाउँदछ। भन्नुको अर्थ के त भन्दा हामी संसारका मानिसहरूसँग लडाइँ गर्छौँ भने नि हाम्रो स्वर्गसँग पनि लडाइँ हुन्छ। अनि हामी संसारका मानिसहरूलाई प्रेम गर्छौँ, उनीहरूलाई वास्ता गर्छौँ, उनीहरूलाई हामी क्षमा दिन्छौँ भने नि परमेश्वरले पनि हामीलाई प्रेम गर्नुहुन्छ, वास्ता गर्नुहुन्छ अनि क्षमा गर्नुहुन्छ। किन त भन्दा नि जब हामीले देखेको भाइलाई प्रेम नगर्न सक्दै गर्दा नदेखेको परमेश्वरलाई हामीले प्रेम गर्न सक्दैनौँ। त्यसकारण तपाईँको जीवनलाई बदल्ने हो भनेदेखि तपाईँले आफ्नो सोचलाई, विचारलाई, योजनालाई पनि बदल्नुपर्छ भनेर बाइबलमा लेखेको हामीले थाहा गर्दछौँ। त्यसकारण मेरो प्रिय मित्र, हाम्रो जीवन चाहिँ विश्वासको जीवन हो मेरो प्रिय मित्र। जुन व्यक्तिले येशू ख्रीष्टमाथि विश्वास गरेको छ त्यो व्यक्तिले चाहिँ आफ्नो जीवनलाई परिवर्तन गर्ने हो भनेदेखि चाहिँ उसले विश्वासका योद्धाहरूलाई, विश्वासका पहिलाका राज हिरोहरूलाई तपाईँले याद गर्नुपर्ने हुन्छ, जसले आफ्नो जीवनमा के गरे त, कसरी उनले आफ्नो विश्वासलाई बलियो तुल्याए भन्ने कुरालाई हामीले त्यहाँनिर देख्न पाउँदछौँ। तपाईँले याद गर्नुभयो भने वास्तवमा विश्वास भनेको के त भन्दा हिब्रू 11:1 भन्छ, अब विश्वास चाहिँ आशा राखिएका कुराहरूको निश्चयता र नदेखेका कुराहरूको दृढ भरोसा हो भनेर लेखेको छ। अनि दोस्रो पद, किनकि यसै विश्वासद्वारा प्राचीन मानिसहरूले परमेश्वरले ग्रहण गर्नुभयो। 3, विश्वासद्वारा हामी बुझ्दछौँ कि सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो र जो दृश्य छ त्यो अदृश्य कुराहरूबाट बनियो। आमेन। परमेश्वरको आशिष र अनुग्रहले तपाईँको जीवनमा काम गर्दै गर्दा तपाईँको दुर्बलता र तपाईँको समस्यामाथि विजय पाउनको लागि तपाईँले यही विश्वासलाई खडा गर्नुपर्छ। त्यो विश्वासको काम कसरी हुँदो रहेछ? अदृश्य कुराहरूबाट दृश्य थोकमा काम गर्दो रहेछ। यहाँनिर वचनमा लेख्दै गरेको महत्त्वपूर्ण कुरा चाहिँ के हो त? अब विश्वास चाहिँ आशा राखिएका कुराको निश्चयता र नदेखेका कुराहरूको दृढ भरोसा हो भनेर लेखेको छ। विश्वास भनेको चाहिँ जे कुरामाथि हामीले आशा राखेका छौँ नि त्यो चाहिँ 100% हुन्छ भन्नु हो। भन्नुको अर्थ तपाईँ बिमार हुनुहुन्छ, तपाईँ चङ्गाई हुनुहुन्छ, तपाईँको जीवनमा चिन्ता छ, तपाईँले छुटकारा पाउनुहुन्छ, तपाईँको जीवनमा अशान्ति छ, तपाईँले शान्ति पाउनुहुन्छ, तपाईँको छोराछोरी बिग्रेका छन् अब बन्ने छन्, तपाईँको परिवारमा विभिन्न प्रकारको नकारात्मक कुराले काम गर्दैछ, आजको दिनदेखि ती सबै कुरामाथि तपाईँले विजय पाउँदै हुनुहुन्छ, तपाईँ स्वतन्त्र हुँदै हुनुहुन्छ, तपाईँ शक्तिशाली बन्दै हुनुहुन्छ। किनभने तपाईँले ख्रीष्टको रगतलाई ग्रहण गर्नुभएको छ, तपाईँ येशूको राज्यमा आउनुभएको छ। अनि त्यो राज्य संसारको राज्य जस्तो होइन मेरो प्रिय मित्र। यो राज्यले सबै कुरालाई परिवर्तन गर्छ, यो राज्यले सबै कुरामाथि विजय ल्याउँछ। बाइबलले यही नै लेखेको छ। हिब्रू 3:6 यसरी भनिएको छ, तर ख्रीष्ट चाहिँ परमेश्वरको घरानामा पुत्रको रूपमा विश्वस्त हुनुहुन्थ्यो। यदि हाम्रो आशामा हामीले आफ्नो भरोसा र गौरव अन्त्यसम्मै थामी राख्यौँ भने हामी उहाँका परिवारका हौँ भनेर लेखेको छ। भन्नुको अर्थ यदि हामीले विजय पाउने हो भनेदेखि, यदि हामीले स्वतन्त्रता पाउने हो भनेदेखि, यदि हामीले छुटकारा पाउने हो भनेदेखि हामीले हाम्रो विश्वासलाई अन्तसम्म थामी राख्नुपर्ने हुन्छ। तपाईँले आफ्नो विश्वासलाई बलियो बनाउनु पर्ने हुन्छ। जब तपाईँ विश्वासमा बलियो हुनुहुन्छ तपाईँ विजय प्राप्त गर्नुहुन्छ। जब हाम्रो विश्वास कमजोर हुन्छ हामी हारी पठाउँछौँ मेरो प्रिय मित्र। दोस्रो कोरिन्थी 4:18 भन्छ, हामी दृश्य कुरामा होइन तर अदृश्य कुरालाई हेर्छौँ, किनभने दृश्य कुरा क्षणिक हुन्छ तर अदृश्य कुरा चाहिँ अनन्तसम्म रहन्छ भनेर बाइबलले सिकाएको छ। भन्नुको अर्थ हामी दृश्य संसारमा देखिने कुरामा होइन, हामी त नदेखिने कुरामा, ख्रीष्टका कुरामा, महिमाका कुरामा, आदरका कुरामा, प्रशंसाका कुरामा, परमेश्वर
परमेश्वरको गौरवका कुरामा र परमेश्वरले गर्ने सामर्थ्यका कुरामा हामी विश्वास गर्छौँ, जुन केद्वारा सम्भव छ? प्रार्थनाद्वारा सम्भव छ मेरो प्रिय मित्र। त्यसकारण त विश्वासीहरूले तपाईँले मेरो निम्ति म तपाईँको निम्ति प्रार्थना गर्दै गर्दा जीवनमा बदलाव आउँछ, परिस्थितिहरू नयाँ बन्छ। अनि यो मानिसको बल र बुद्धिले होइन, यो परमेश्वरको वचन हो मेरो प्रिय मित्र। अनि जसलाई हिब्रू 11:3 भन्छ, विश्वासद्वारा हामी बुद्ध छौँ कि सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो। हेर्नुहोस् त के भएको रहेछ? परमेश्वरको वचनद्वारा संसार सृष्टि भएको रहेछ। अनि आज तपाईँको जीवनमा भएको बिमारी, तपाईँको जीवनमा भएको चिन्ता फिक्री, तपाईँको जीवनमा भएको समस्या, तपाईँको जीवनमा भएको दुर्बलता, तपाईँको जीवनमा भएका जति पनि नकारात्मक कुराहरू छ, त्यो केबाट हटिजान्छ? परमेश्वरको वचनबाट। जब परमेश्वर वचन बोल्नुहुन्छ तपाईँले स्वतन्त्रता पाउनुहुनेछ। जब परमेश्वरले वचन बोल्नुहुन्छ तपाईँले छुटकारा पाउनुहुनेछ। जब परमेश्वरले वचन बोल्नुहुनेछ तपाईँको जीवनमा शान्ति आउनेछ। अनि यो शान्ति मानिसले दिने शान्ति होइन, यो स्वर्ग र पृथ्वी सृष्टि गर्ने परमेश्वरले दिने शान्ति हो मेरो प्रिय मित्र। त्यसकारण यो शान्तिलाई तपाईँले घोषणा गर्दै, यो शान्तिलाई तपाईँले आफ्नो जीवनमा बोल्दै, यो शान्तिलाई तपाईँले आफ्नो परिवारमा ल्याउनको लागि तपाईँले एउटा कुरा गर्नुपर्ने हुन्छ, तपाईँ प्रभुको रगत र उहाँको उपस्थितिमा खडा हुनुपर्ने हुन्छ। यूहन्नाको पुस्तक 1:3 यसरी भन्छ, सबै थोक उहाँद्वारा बनिए र बनिएका कुनै पनि थोक उहाँ बिना बनिएन भनेर लेखेको छ। भन्नुको अर्थ संसारमा जे पनि बनिएको छ त्यो केबाट? ख्रिस्टद्वारा बनिएको छ, ख्रिस्टको सामर्थ्यद्वारा बनिएको छ, ख्रिस्टको शक्तिद्वारा बनिएको छ। उहाँ बिना के पनि बनिएन। त्यसकारण तपाईँको जीवनको खुसी उहाँद्वारा बनिनेछ, तपाईँको जीवनको शान्ति उहाँद्वारा बनिनेछ, तपाईँको जीवनको आशिष उहाँद्वारा बनिनेछ। अनि तपाईँ विजय बन्नुहुनेछ। त्यसकारण आज तपाईँको चिन्ता फिक्री, समस्या, दुर्बलता, गाह्रो परिस्थितिहरू, अप्ठ्यारो परिस्थिति, रोगका विभिन्न प्रकारका नकारात्मक सबै परिस्थितिहरूबाट येशूले तपाईँलाई विजय दिनुहुनेछ। अनि यो विजय केवल येशूको सामर्थ्य र येशूको वचनमा सम्भव छ मेरो प्रिय मित्र। म हजुर हरेकको जीवनमा यो आशिषलाई दाबी गर्न चाहे, तपाईँको जीवनमा तपाईँको परिवारमा यो सामर्थ्यलाई घोषणा गर्न चाहे। उहाँको उपस्थितिले तपाईँको जीवन बदलिन्छ अनि तपाईँको सबै परिस्थितिलाई नयाँ हुन्छ। आज तपाईँ नयाँ विश्वासी हुनुहुन्छ मेरो प्रिय मित्र, येशूकोमा जानुहोस्, विश्वास गर्नुहोस्, किनभने विश्वासले विजय ल्याउँछ। अब विश्वास चाहिँ के गर्ने भन्ने तपाईँलाई प्रश्न आउँछ होला। मेरो परमेश्वरले मलाई सहायता गर्नुहुन्छ। आजदेखि उसो शैतानले मलाई छुँदैन, कुनै भूतात्मा, कुनै दुष्टात्मा, कुनै अशुद्ध आत्माले मेरो जीवनमा काम गर्न सक्दैन। किनभने म चाहिँ परमेश्वरको छोरी भएको छु, म परमेश्वरको छोरा भएको छु। म जहाँ भए तापनि मसँग पास्टर अगुवा छैनन् होला, मसँग विश्वासीहरू छैनन् होला, के पनि फरक पर्दैन मेरो प्रिय मित्र। तपाईँसँग परमेश्वर हुनुहुन्छ। किनभने चङ्गाई संसारको मानिसले होइन, अगुवाले होइन, है परिवारले होइन, विश्वासीले होइन, चङ्गाई स्वर्ग र पृथ्वी सृष्टि गर्ने परमेश्वरले दिने हो। हामी त केवल तपाईँको निम्ति एउटा मार्गदर्शक मात्रै हो, सहयोगी मात्रै हो मेरो प्रिय मित्र। हामी तपाईँको लागि प्रार्थना गर्नेछौँ, तर विश्वास, चङ्गाई, छुटकारा र स्वतन्त्रता स्वयं परमेश्वरबाट मात्रै सम्भव छ मेरो प्रिय मित्र। अनि आजको दिन म हजुर हरेकको जीवनमा यही आशिषलाई दाबी गर्दछु, तपाईँको परिवारमा यही आशिषलाई दाबी गर्छु। तपाईँ छुटकारा पाएको व्यक्ति हो, तपाईँ स्वतन्त्र पाएको व्यक्ति हो, तपाईँ चङ्गाई पाएको व्यक्ति हो, तपाईँ आनन्द पाएको व्यक्ति हो। अनि तपाईँको जीवनलाई केही कुराले रोक्न सक्दैन, किनभने तपाईँ येशूको रगतमा विजय हुनुभएको छ। यो विजय केवल प्रभुको उपस्थिति र उहाँको अनुग्रहमा मात्रै सम्भव छ। त्यसकारण आजको दिन म हजुर हरेकको जीवनमा यही आशिषलाई बोल्छु, तपाईँको जीवन बदलिँदैछ, तपाईँको परिस्थिति बदलिँदैछ अनि तपाईँको अवस्थाहरूलाई परमप्रभुले नयाँ तुल्याउँदै हुनुहुन्छ। आउनुहोस् हामी सँगै बसी छोटो प्रार्थना गरी परमेश्वरको हातमा हाम्रो जीवनलाई राखौँ। स्वर्ग र पृथ्वीका सृष्टिकर्ता परमेश्वर, म तपाईँलाई धन्यवाद दिन्छु। अनि आज हामी तपाईँलाई विश्वास गर्छौँ, तपाईँको वचनमा रहनुहुने, यो वचनलाई सुनिकन उहाँले आफ्नो जीवनको चिन्ता फिक्री र बोझमाथि विजय पाउनुहुने हरेकको जीवनमा तपाईँले आशिष गर्नुहोस्, उहाँलाई तपाईँले सहायता गर्नुहोस्। उहाँहरूको जति पनि दुर्बलता, कमजोरी, समस्या, चिन्ता फिक्री बोझ छ, ती सबैमा तपाईँ येशूको रगतको विजय बोल्छु। आशिष गर्नुहोस् समृद्ध परमेश्वर, तपाईँको महिमा, तपाईँको छुटकारा र तपाईँको स्वतन्त्रता खडा गर्नुहोस्। हाम्रा सबै दुर्बलताबाट हामीलाई विजय तुल्याउनुहोस्, हाम्रो हारलाई तपाईँले विजयमा परिवर्तन गरी आशिष गर्नुहोस् भन्ने बिन्ती अनि प्रार्थना गर्छु। जतिजना हुनुहुन्छ जो समस्यामा हुनुहुन्छ, चिन्ता फिक्रीमा हुनुहुन्छ, बिमारीमा हुनुहुन्छ, दुर्बलतामा हुनुहुन्छ, तपाईँ येशूमाथिको विश्वासले सबै कुरामा विजय दिई आशिष गर्नुहोस् भन्ने बिन्ती अनि प्रार्थना गर्छु। यति भन्दै चढाउँछु जीवित प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन। साँच्चै नै हामीलाई प्रेम गर्ने हाम्रो महान परमेश्वरलाई हामी धन्यवाद दिनेछौँ। उहाँको प्रेम र उहाँको उत्साह र छुटकाराले हाम्रो जीवनलाई बदलेको छ र अझै धेरै बदलिने पनि छ। यतिका समय वचनको ज्योति च्यानलमा हजुरहरू जोडिनु भयो, त्यसको लागि हजुरहरूलाई हृदयदेखि नै धन्यवाद दिन चाहे। वचनको ज्योति च्यानलमा तपाईँहरू आज मात्रै हुनुहुन्छ भने यस च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला, नजिकै रहेको बेल आइकन र अल बटनलाई दबाउनु होला। यो भिडियो हजुरलाई कस्तो लाग्यो, आशिषमय लाग्यो भने धेरैभन्दा धेरै मानिसहरूलाई सेयर गर्नु होला, एक लाइक अनि कमेन्ट गर्न नबिर्सिनु होला, जसले गर्दै गर्दा मलाई उत्साह मिल्नेछ भने हेर्ने र सुन्नेलाई पनि यसले आशिषमय र शक्तिशाली तुल्याउनेछ। र तपाईँले जब यो वचनलाई अरू मानिसहरूसँग सेयर गर्नुहुन्छ नि, अहिले हामी गएर मानिसहरूलाई सुसमाचार प्रचार गर्न सक्दैनौँ, तर तपाईँ
तपाईँले सेयर गरेको वचन जब त्यो व्यक्तिले हेर्नुहुन्छ, त्यो भाइ बहिनी, त्यो परिवार जहाँ कष्ट समस्या र दुःखमा हुनुहुन्छ, उहाँहरूले प्रभु येशूमाथिको भरोसामा बढ्दै गर्दा त्यो तपाईँको जीवनमा एउटा सुसमाचार र हाम्रो जीवनमा र परमेश्वरको बाइबलको प्रतिज्ञा पुरा हुँदै गरेको कुरा हामी थाहा गर्न सक्छौँ। त्यसकारण मेरो प्रिय मित्र, यसलाई धेरैभन्दा धेरै मानिसहरूसँग सेयर गर्नुहोला, यसलाई लाइक अनि कमेन्ट गर्नुहोला, जसले गर्दै गर्दा परमेश्वरको आदर र महिमा हामी सबैको जीवनमा ओर्दी आउनेछ। त्यसको लागि धन्यवाद दिन चाहे र साथै हाम्रो लागि प्रार्थना गर्नुहुन्छ। धेरै प्रार्थनाको लागि हजुरलाई धन्यवाद। अझै धेरै प्रार्थनामा याद गरिदिनु होला र साथै तपाईँका कुनै त्यस्ता प्रार्थनाका विषयहरू छन् भनेदेखि तल दिएको WhatsApp नम्बरमा ती विषयलाई पठाउन सक्नुहुनेछ। हामी ती विषयलाई लिकन प्रार्थना गर्नेछौँ। हुन्छ, सम्पूर्ण प्रभुका जनहरूलाई प्रभु येशू ख्रीष्टको नाउँमा जय मसीह।